फल अरे नागफल यसको के भने पास ग्यास्ट्रिक टिजापोन्नी टिनेजर्समा चाहिँ मेमोरिज यहाँनिर राखेकै नै हुन्छ कति ओइ ब्लक नगरे हेलो एभ्रिवान वेलकम ब्याक टु माई च्यानल तपाईँहरू जसले मेरो नयाँ फेस देख्दै हुनुहुन्छ भने इट्स मी अन्सु थापा अन्त सायद तपाईँहरूलाई थम्बनेल अनि टाइटल हेरेर नै थाहा पाइसक्नु भयो होला कि म कहाँ जाँदैछु भनेर यस म चाहिँ आज चाहिँ हल्का रिफ्रेसिङ त नभनौँ होला उहाँको अस्ति क्या म गएको थिएँ नि ब्याङ्कको काम लिएर सो म चाहिँ ब्याङ्कको काम लिएर नै गएको हो सुके सो हामी चाहिँ जाँदैछौँ अन्त के अरे अस्ति भएन नि त काम त्यो क्या मैले वुमेन्स डेको दिन चाहिँ तपाईँहरूलाई त्यो पनि तपाईँहरूलाई भिडियो हालेको थिएँ यदि हेर्नु भएको छैन भनेदेखिको लागि चाहिँ हेर्नुहोस् होला गाइस त्यो भिडियो सो यहाँनिर है तपाईँहरूलाई कसलाई एकदम रिमेम्बर छ यो चौतारामा चाहिँ सो कमेन्ट्स गर्नुहोस् होला यहाँबाट भ्युज कस्तो देख्छ तपाईँहरूलाई म देखाउँछु ल यहाँनिर रोकेको अरे गाइस रिफ्रेसिङ छाना देख्दो रहेछ छाना देख्दो रहेछ छाना अन्त के हो टर्साएको जस्तो गऱ्यो त है सो आज चाहिँ यहाँनिर बिहानै 9 साढे 9 भइरहेको छ घाम मजाले लागेर चाहिँ मलाई चाहिँ 12-1 बजेको जस्तो फिल भइरहेको छ गाइस सो यहाँबाट भ्युज कस्तो राम्रो छ है यहाँबाट हेर्नुहोस् यहाँनिर तल कहाँ पो हो हाम्रो गाउँ यहाँ तल हो हाम्रो गाउँ अन्त यहाँनिर चाहिँ छ तपाईँहरूलाई मैले गुम्बा पनि देखाइसकेको छु खै गुम्बा त्यहाँनिर छ गुम्बा अन्त यहाँ चाहिँ एकदम एकछिन रिल्स बनाउनु होला होइन रिल्स बनाऊ सो अब म एकछिनबाट भेट्ने छु गाइस रिल्स बनाएर ल दामी गाडीहरू हिँडिरहेको छ है चलिरहेको छ भनौँ न कुदिरहेको छ है सो यस्तो देख्छ यहाँनिर यहाँ तल चाहिँ हाम्रो गाउँ हो यहाँ तल छ अन्त यहाँनिर चाहिँ तपाईँहरूलाई गुम्बा देख्नु हुँदैछ नयाँ मेमोरिजहरू है बाहिर तर यहाँ हेर्नु न म यो देखाइदिउँ किन छोड्नु न सो मैला है अन्त तपाईँलाई कस्तो लाग्दैछ कस्तो दामी हो मजाको फिल भइरहेछ नि मजाको फिल भइरहेको छ मजाको यहाँको चाहिँ होला टिनेजर्समा चाहिँ मेमोरिज यहाँनिर राखेकै नै हुन्छ कति प्रायःले चाहिँ नभनौँ 80%ले चाहिँ यहाँनिर राखेकै हुन्छ होला जस्तो लाग्छ किनभने म त्यस्तो यो डाँडा चाहिँ यस्तो भएको छ भनेर पनि देखाइदेऊ न पहिला चाहिँ हुन्छ किन होला यहाँनिर आउँछ होला मजा आउँथ्यो होला सायद मैले त्यो फिल गरिनँ अहिले सोच्दाखेरि यहाँ हेर्नु न पिस खालको देख्दैछ नि त यहाँनिर हावा चलिरहेको शीतल हावा है यस्तो घाममा पनि सो त्यही भएर चाहिँ है अन्त दामी ल अब हामी आसिङहरू पो रहेछ त्यहाँबाट आएको सुके पुगेर भेट्ने गाइस पोखरेबुङ आइपुगे गाइस हामी चाहिँ यहाँ पोखरेबुङमा चाहिँ जाम रहेछ है यो चाहिँ हो पोखरेबुङ बजार जाम रहेछ टरकले जाम गरेको छ नि टरकले पोखरेबुङ आइपुगे नेटै चाहिँ छैन रहेछ राम्रै भएछ किनभने मेरो उसमा कपिराइट यसलाई चाहिँ भन्छ रानी चोक तपाईँहरूलाई कसैलाई रानी चोक झर्नु छ भने पोखरेबुङ आएर यहाँनिर झर्नुपर्छ है गाइस यो चाहिँ हो पोखरेबुङको बजार आदि चाहिँ गरिनँ मैले हर्न बजाउनु
चाहिँ हाट लाग्छ सब्जी लाइन हो गाइस सब्जी लाइन हो यहाँनिर चाहिँ सन्डे चाहिँ हाट लाग्छ पोखरेबुङको यो बजारमा चाहिँ ओए ब्लक नगरे जतासुकै पोखरेबुङमा पनि यो खालको जाम हुनु थालेछ यो ट्रकले गर्दा होला हौ है यो टरकले गर्दा होला हौ टरकहरू मात्रै आउँदैछ नि टरक मै छुनु आँट्यो अलिकति त्यो ट्रक त छुनु आँट्यो त अगाडि बढायो भने त हुन्छ नि यो ट्रक उता आउँछ यता आउँदा जाँदैन अगाडि हामी आइपुग्यौँ सुके है अन्त के गर्नु हो तपाईँको काम के छ अरे काम ब्याङ्कमा छ ब्याङ्क काम छ अन्त त्यहाँनिर चाहिँ सम्मेलरिपा स्कुल तपाईँहरूलाई मैले अस्ति पनि देखाएको छु आज चाहिँ फ्राइडे हो नि त है फ्राइडे चाहिँ सुकिया हाट लाग्छ सो तपाईँहरूलाई म त्यहाँ हाटमा गयो भने चाहिँ देखाउँछु नत्र भने चाहिँ हामी ब्याङ्क काम गरेर आउनुपर्छ होइन उयो बोक्यो सबै पासबुकहरू घर जानुपर्दा नि एक्लै बिर्सेछु यहाँनिर त अन्त पार्किङ नो पार्किङ द्याट्स वाइ वी के भन्छ ए यो त कहाँ हो त मैले रिप्लेस हो पढाएको त मैले चाहिँ यो पो देखाएको छु तपाईँ यस्तै छ नि त कलर पढाएको छ त्यस्तो कलर यहाँ चाहिँ पार्किङ छैन र हामीले गाडी तलै राखेर हिँड्नुपर्ने अवस्था है सब एकछिनबाट भेट्छु गाइस के कसो हुन्छ तपाईँलाई पनि देखाउने छु कति बजिसकिसक्यो आफूको दुइटै गर्छु दुइटै गर्छु परबाट बुक निकाल्नु पर्थेन पर फाइनली सकिसकेछ काम सकेर रिल्याक्स काम त के सुरु लड्नु होला नि मिठाई पो खानु होला कुन चाहिँ खानुहुन्छ कुन चाहिँ 1 किलो कुन चाहिँ सेतो यो सेतो 1 केजी अरे यो देऊ न 1 पाउ बेच्छौँ ए होला यहाँदेखिको सुरु हो हाट चाहिँ यो चाहिँ हो के अरे घडीको उयो किन्नुपर्छ होला यो के राम्ररी युज गर्नु पर्छ पछाडि जान्छ आराम 1 लाख छ त
दिन्छु भनेको हेर्नु क्यान्सर भएको लागि है हजुर धन्यवाद सहयोग गर्नुभयो कहाँनिर अरे वेट मेसिन यो कहाँबाट ल्याउनु भन्छ तपाईँले रिम्बिक है त्यता के है कति हो घिउ कसरी केजी भन्नुभयो 280 यहाँनिर चाहिँ सब्जी लाइन हो यहाँनिर चाहिँ के अरे यो इलेक्ट्रिसिटी लग्यौँ त्यहाँनिर किनिसकिसक्यो है अन्त अब हामी चाहिँ जाने हो फर्किने हो यहाँबाट कताबाट यताबाट यो चाहिँ मेन रोड हो तर हामी चाहिँ यहाँबाट निस्क्यौँ भन्दैछ है हाम्रो फर्किने हो घर मकैको चामलहरू किन्यो उयो पनि किन्नु पर्थ्यो के भन्छ ए तपाईँ यहाँ बस्नुहुन्छ ए पाइल्सको दबाई पाइल्सको ग्यास्ट्रिकको पिसाब पोलेको कन्स्टिपेसन भयो पेट गरम पेटको लागि चाहिँ बहुत राम्रो यो कसरी खानु यो चाहिँ तरिका तपाईँको यसरी त्यही त यहाँ म मजाले सोध्दै थिएँ क्या ध्यान लाएर किनभने अब हामीलाई मात्रै काम हो यो तपाईँको ए जुस चाहिँ खोर्सिनु पर्यो जुस त खोर्सिनु पर्यो कहाँ यो चाहिँ यतै हुन्छ आसाममा के को गर्नु पर्यो यो चाहिँ पाइल्सको दबाई हो अरे पाइल्सको पिसाब पोलेको कन्स्टिपेसन भयो पेट गरम पेट चाहिँ मेरो गरम पनि छ मेरो पनि छ पेटको लागि पेट गरम छ है बिहान बेलुका त्यति कहाँ चाहिँ यतिकै मलाई सानो टोकिराखेको छु त्यही भनेको मैले हामीले त डक्टर दबाई बेसी जस्तो गर्छ अब हामीलाई त झारपातमा थाहा छैन होइन यो खाएर डक्टर दबाई खाएर यो खाँदा के असर पर्छ पर्दैन भनेर सोधेको नि आधी घन्टा नागफल अरे नागफल यसको के भने पाल्स ग्यास्ट्रिक पिसाब पोल्ने त्यति तिनटा पेट गरम यो चाहिँ के हो यो पेटको लागि राम्रो यो सुगर हो सुगरको पनिर फुल भन्छ कन्स्टिपेसन पनि सुगरको पनि हुन्छ यसले खाने कतिको पाउँछ कति हो दादा यो 50 रुपैयाँ पत्ता एउटा हजुर 10 दिन हुन्छ यो चाहिँ कस्तो यो चाहिँ कसरी खानु दाना छ नि सेटै खाने यो पनि खान्छ सेटै खाने पात पनि यो चाहिँ सुगरको यो चाहिँ कसरी खानु यो 5-6 वटा दाना बेलुका मिसाएर एक गिलास पानीमा हालेर बिहान खानु होइन यो तपाईँले बनाइदिनुहुन्छ यो आफैले त आस्ते खानु पर्छ अरे यो सबै यो चाहिँ कतिको के दिनुहुन्छ यो तपाईको 100 को पाउँछ नागफल अरे कि अनि यो कति दिनुहुन्छ पिसाब पोल्ने सुगर खोगर त मलाई अहिलेसम्म थाहा छैन कि ग्यास चाहिँ मेरो ल आउनुहोस् न दादा बगान भाइ हाम्रो प्यासेन्जर पनि पाएको छु भन्नुहोस् त यहाँनिर हामीलाई प्यासेन्जर पनि पायौँ भन्नु हेलो भन्नु न हेलो हाम्रो यता छ हजुर हाम्रो चिफ गेस्ट हेलो यात्राको चिफ गेस्ट फर्केको काम पनि सक्यो दादाहरू पनि है यसको लागि आउनुभयो ब्याङ्कमै है ब्याङ्कको काम ब्याङ्कमै ए चाहिँ बिहान थाहा भयो तपाईँ आउँछ अन्जु निक्लिरहेको थियो त बहिनी ए गरी गाइज फाइनली हामी चाहिँ घर आइपुग्यौँ है हो यहाँ हेर्नु न यहाँनिर हामी दुईजना चाहिँ भर्खर घर आइपुग्यौँ अब चाहिँ खाना खाने पुरा भोक लागिरहेछ है कतिको भोक लागिरहेछ डरलाग्दो भोक लागिरहेछ अब चाहिँ हामी खाना खाने हो त्यहाँदेखिको ससुराली जाने हो है है चिच्ची माम खाने हो गर्नुहोस् है हो हेर्नु न हो
पानी खानु ससाले पानी पिउँदैछु गाइज अब चाहिँ हामी ससुराली जाने एकछिन रेस्टहरू गरेर तपाईँहरूलाई थाहा नै छ मेरो ससुराली नजिक नै छ भनेर सो त्यो चाहिँ अर्को भ्लगमा हुनेछ हामी त्यहाँ गएर के गर्यौँ कसो गर्यौँ होइन हो अन्त यहाँनिर खै बाई बाई गर्नु नि Bye bye guys, see you in next vlog. Take care, till then, bye bye. अर्को vlog चाहिँ हाम्रो ससुरालीको आउनेछ